यदि कसैले तपाईलाई गाली गर्छ, धम्काउँछ, पिट्ने समेत कोसिस गर्छ भने चाहिँ यस्तो केसमा तपाईले चाहिँ तपाईको नजिकैको प्रहरी कार्यालयमा चाहिँ निवेदन दिन सक्नुहुन्छ। यसको लागि चाहिँ कसरी दिने त भन्ने चाहिँ म तपाईलाई बताउन लागिरहेको छु। सो फर्स्टमा चाहिँ मिति भइहाल्यो हैन। आजको मिति 2082 7 महिना 14 गते। यसलाई चाहिँ राइट साइडमा चाहिँ एलाइन गरिदिनुस् हैन। त्यसपछि चाहिँ फेरि लेफ्ट एलाइन गरेर श्रीमान कार्यालय प्रमुख ज्यू। त्यसपछि तपाईको अब जिल्ला प्रहरी कार्यालयमा दिदै हुनुहुन्छ कि हैन, नजिकैको प्रहरी कार्यालय कुन छ तपाईको, इलाका प्रहरी कार्यालय हो कि हैन, कुनमा हो त त्यो। त्यसमा चाहिँ जस्तो कि साइबर ब्युरो हो कि अपराध अनुसन्धान हो कि जे हो त्यही चाहिँ तपाईले लेख्नुस्। अहिले चाहिँ म इलाका प्रहरी कार्यालय भनेर चाहिँ गर्दै छु। इलाका प्रहरी कार्यालय हैन। यो चाहिँ जिल्ला प्रहरी कार्यालय हुन पायो हैन, जे छ त्यही लेख्नु पर्यो है। अब यसको ठेगाना कहाँ हो त हैन। अहिलेको केसमा चाहिँ बुटोल रूपन्देही लेखेछु म। बुटोल रूपन्देही है त। बुटोल रूपन्देही। अब यो काठमाडौँ हैन। अब कहाँ हो पोखरा, जुन एड्रेस छ त्यो प्रहरी कार्यालय कहाँ अवस्थित छ त्यो चाहिँ लेख्नु पर्यो है त। त्यसपछि चाहिँ ठ्याक्क चाहिँ बीचमा चाहिँ विषय भनेर लेखिदिनुस्। विषयमा चाहिँ शान्ति सुरक्षा कायम गरी पाऊँ भनेर चाहिँ पूर्ण विराम दिएर यसलाई चाहिँ ठ्याक्क सेन्टर एलाइन गरेर यसलाई चाहिँ बोल्ड पनि गरिदिनुस्। र अहिले जुन यो कालीमाटी फन्ट मैले युज गरिरहेको छु हैन, युनिकोड फन्ट, यो चाहिँ 14 को साइज छ। यसलाई चाहिँ अब यो नर्मल साइज चाहिँ 14 भयो भने अरु यसलाई चाहिँ यो विषयलाई चाहिँ सब्जेक्टलाई चाहिँ 16 सम्म गरिदिदा हुन्छ है त। त्यसपछि फेरि लेफ्ट एलाइन। त्यसपछि यो फेरि यसलाई 14 गर्नु पर्यो साइजलाई, अनि फेरि बोर्डलाई हटाइदिने। त्यसपछि चाहिँ महोदय कमा एकचोटि ट्याब दिनुस् हैन। उपरोक्त सम्बन्धमा यसको ठाउँमा चाहिँ तपाईले चाहिँ प्रस्तुत सन्दर्भमा पनि लेख्न सक्नुहुन्छ है। उपरोक्त सम्बन्धमा म निवेदकलाई अब कसले त्योमा जसले तपाईलाई गाली गर्यो हैन, धम्कायो, डर देखायो हैन, त्यो मान्छेको एड्रेस कहाँ हो त हैन। म चाहिँ अहिले चाहिँ काल्पनिक एड्रेस, काल्पनिक नाम लिएर चाहिँ तपाईलाई चाहिँ एउटा जस्ट एउटा चाहिँ फर्मेट चाहिँ बताउन लागिरहेको छु हैन। यो चाहिँ काल्पनिक हो। जिल्ला के हो त, पाल्पा, जिल्ला पाल्पा। अब तपाईँ त्यसपछि तपाईँ जिल्लापछि चाहिँ नगरपालिका हो कि महानगरपालिका हो कि उपमहानगरपालिका हो कि गाउँपालिका हो कि के हो त त्यो हैन, त्यो लेख्नुस्। तानसेन, मैले चाहिँ अहिले चाहिँ तानसेन नगरपालिका वडा नम्बर कति हो त अब उसको वडा नम्बर ल 5 है त। यसलाई 5 स्थायी त्यहाँ वडा नम्बर 5 घर भई अथवा स्थायी ठेगाना भई भनेर चाहिँ लेख्न मिल्छ है त। स्थायी ठेगाना ना भई। अनि अब हालको ठेगाना के हो त अनि हैन, हाल कहाँ छ अहिले, हालको ठेगाना लेख्नुस्। जिल्ला रूपन्देही बुटोल उपमहानगरपालिका वडा नम्बर 10 कालिका नगर बस्ने वर्ष 45 को रामबहादुर जे नाम हो हैन। यसको अगाडि चाहिँ तपाईले चाहिँ ब्र्याकेटमा चाहिँ यसपछि विपक्ष भनिने यति गरिसकेपछि चाहिँ के हुन्छ भन्दा चाहिँ बार बार चाहिँ उसको नाम चाहिँ लिइराख्नु पर्दैन। विपक्ष भनेपछि बुझिन्छ कुरा है। यसपछि विपक्ष भन्ने रामबहादुर खत्री। अब त्यसपछि तपाईले मोबाइल नम्बर पनि राखिदिँदा ठीक हुन्छ है। नम्बर अब हैन, यो पनि मैले काल्पनिक नम्बर चाहिँ यसो राखिदिएको छु त्यतिकै है त। रामबहादुर खत्रीले अब उले चाहिँ अहिले हालचालै हो कि हैन गाली गरेको, यस्तो अब तपाईलाई यो धम्काको गाली गरेको चाहिँ अब विगत अब 1 महिनादेखि हो कि 1 वर्षदेखि हो कि कहिलेदेखि गरिरहेछ हैन। सपोज अब 1 महिनादेखि तपाईलाई यस्तो गाली गरिरहेको छ भने चाहिँ विगत 1 महिना
देखि मलाई मेरो चरित्र हत्या हुने खालका विभिन्न अपशब्दहरू प्रयोग गरी मलाई तथा नाम गाली गलौज गर्दै गरी अभद्र व्यवहार गर्दै मलाई यदि अब पिट्ने पनि पिट्ला जस्तो पनि गर्छ हैन, यसरी गर्छ भने चाहिँ मलाई कुटपिटको समेत प्रयास गरेको हुनाले हैन, कुटपिटको समेत प्रयास गरेको हुनाले निज विपक्षलाई कुटपिटको समेत प्रयास गरी डर त्रास देखाएको हुनाले निज विपक्षको यस्तो दुर्व्यवहारले गर्दा मेरो मानसिक तथा सामाजिक स्तरमा ठुलो क्षति पुग्न गएको हुनाले निज विपक्षलाई यस कार्यालयमा झिकाई प्रचलित कानुन बमोजिम आवश्यक कडा कारवाही गरी मलाई न्याय दिलाई मेरो जीव धनको शान्ति सुरक्षा गरी पाऊँ भनी श्रीमान समक्ष यो निवेदन पेश गरेको छु भनेर चाहिँ पेश गरेको छु हैन। त्यसपछि चाहिँ निवेदक भनेर चाहिँ यसरी लेख्नुस् हैन। यसलाई पनि यसरी बोल्ड र अन्डरलाइन गरिदिँदा हुन्छ। त्यसपछि दस्तखत फेरि बोल्ड र अन्डरलाइन हटाइदिनुस्। दस्तखत गरेर यहाँ तपाईले साइन गर्नुपर्ने हुन्छ हैन। त्यसपछि नाम तपाईको नाम के हो हैन त्यही लेखिदिनुस्। त्यसपछि ठेगाना तपाईको ठेगाना कहाँ छ अहिले हालको ठेगाना यहाँ लेखेर हैन। त्यसपछि तपाईको सम्पर्क नम्बर कति हो। सो यसलाई चाहिँ यसरी राइट अलाइन गरेर गर्न सक्नुहुन्छ। र माथि तपाईले आफ्नो चाहिँ मैले जस्तो यहाँ उपरोक्त सम्बन्धमा म निवेदकलाई भन्छु, यहाँ तपाईले आफ्नो ठेगाना पनि म निवेदक जिल्ला रूपन्देही बुटवल नगरपालिका हैन वडा नम्बर यतिमा बस्ने यति वर्षकोलाई यहाँ बस्नेले यसरी चाहिँ गाली गलौज गर्यो भनेर चाहिँ त्यो पनि आफ्नो पनि ठेगाना मिल्छ। नत्र सर्टकटमा चाहिँ यतिकै म निवेदकलाई भनेर तलपट्टि चाहिँ हालको ठेगाना लेख्न मिल्छ हैन। सो यति गरिसकेपछि चाहिँ त्यो मान्छेलाई चाहिँ प्रहरीले चाहिँ प्रहरी कार्यालयमा चाहिँ झिकाउँछ। त्यसपछि उसलाई चाहिँ त्यही अनुसारले चाहिँ कारबाही हुन्छ हैन। यसरी चाहिँ तपाईले न्याय पाउनुहुन्छ। हस्त धन्यवाद।